दुई दिनदेखि अङ्कलको घरमा टिन छाउन लाछौँ, पानी परेर दिमाग खराब। हिजो बिहानै खानासाना खाएर चस्मा लाएर टक्क पारले टिन छाउनलाई आएको थिएँ र आज एक दिनमै जसरी भयो नि टिन छाएर सकाउनु पर्छ भनेर अङ्कलले छाता ओढेर खाक्सी लाएर प्राइमर लाउँदै थिए र म भने पाइपहरू साइजमा नाप्दै भट्टाभट काट्दै थिएँ र काटिसकेपछि बाँकीका टुक्रा पाइपहरूलाई जोडेर 16 फिट जति बनाउनु थियो। तर यसरी साइडमा काम गर्दा भोल्टेज प्रोब्लम चाहिँ जहिले हुन्छ, किनकि यसरी वेल्डिङ गर्दा रड बाल्न नि गाह्रो हुन्छ हौ। झन् त्यसैमा भोल्टेज नपुगेर एमसिबी डाउन भएको भइ थियो र पानी पर्न बाँकी थियो, त्यो नि भगवानले नभन्दै पुरा गरिदिनु भयो। त्यसैले 30 सेकेन्डको ब्लग बनाउनु भन्दा हिजो र आजको ब्लग नि जोडिदिन्छु। र आज त झन् बिहानै मेसिन सेसिन रेडी पारामा जाने बित्तिकै मेजरमेन्ट सुरु गरिहाले। बापै नि यो डन्डी नि झन् कति साह्रो हो, आधी दिन त डन्डी बङ्गाउँदै गइसक्यो त। र त्यसपछि बल्ल तल्ल सब डन्डीहरू बङ्गाएर हामी गर्न थाल्यौँ आराम। र त्यसैमा मलाई स्किनमा पर्फ्युम लाउने बानीले गर्दा घाँटीमा इन्फेक्सन भएर दिमाग खराब। र त्यसपछि पानी परेर भित्र बाहिर त बाढी नै आइसकेको थियो। र यो भाइले बर्खामा यसरी साइकल चलाएको देख्दा त बच्चा बेलाको याद आयो यार। तर त्यति बेला बाटो त लास्ट हिलो हुन्थ्यो, त्यही हिलोमा साइकल कटाउने गर्दा त आहा साह्रै नि रमाइलो। र त्यसपछि हामी नि जान लाग्छौँ खाना खान, किनकि 1 बजिसकेको थियो, हामी अन्नको एक दाना नि खाथेनौँ। त्यसैमा मेरो रेनकोटको पाइटमा मूल ढोका निर्माण भएर हरिबिजोग भएको थियो। त्यसपछि दाल भात पावर 24 आवर बनाएर हामी साइडमै आयौँ। र आज दिनभरिमा कति पटक यसरी तलमाथि गरे होला, फेरि त्यत्रो पानी परेर कहाँबाट यस्तो चर्को घाम लागेको होला यार। त नि लगभग हाम्रो काम नि सकिसक्या छ, अब टिनको पाता मात्र हाल्नु छ। त्यो नि ट्राई गरेको तर लास्टै रिक्सी रहेछ। जो आजले यति नै, टाटा बाई बाई।